10वटा चाहिँ यो देशभित्र चल्ने डोमेस्टिक प्लेन, 10वटा चाहिँ वाइड बडी, 10वटा चाहिँ न्यारो बडी भइदिएदेखि मात्रै प्लेन नथपिकन कुनै उपाय नै छैन। भाडामा प्लेन लिने जुन प्रबन्ध छ त्यसलाई चाहिँ सहजता हुन्छ। हामीले सम्पूर्ण तयारी मन्त्रालयबाट गरिसकेका छौँ। धेरैवटा विषयहरू जस्तो यो नागरिक उड्डयनको क्षेत्रमा नेपाल एयरलाइन्सलाई सुचारू बनाउने भन्ने सन्दर्भ पूर्व मन्त्री समेत रहनुभएका माननीय भीम आचार्य उहाँले जताततै उठाउनु भएको छ, संसदमा पनि उठाइदिनु भएको छ। त्यसले हामीलाई फेभर भएको छ। त्यसका लागि हामी एकदमै गहन छलफलमा छौँ। उहाँले भने जस्तै कुनै पनि बेला रिजल्ट आउने गरी हामी छलफलको एकदमै तदारुकतामा छौँ के गर्न सकिन्छ भन्नेमा। अब प्लेन नथपिकन कुनै उपाय नै छैन। 10वटा चाहिँ यो देशभित्र चल्ने डोमेस्टिक प्लेन, 10वटा चाहिँ वाइड बडी, 10वटा चाहिँ न्यारो बडी भइदिएदेखि मात्रै अहिले जति पनि ठाउँमा चाहिँ आवश्यकता छ। म यो एनटिभीको अस्ति बर्लिनको उसमा गएकै बेला आइटिभीकोमा जर्मनमा पनि पहिले चल्या रहेछ, त्यहाँ पनि फ्लाइट चाहिन्छ भन्छन्। फ्रान्समा पनि चल्या रहेछ, जेनेभा झन् संयुक्त राष्ट्रको हेडक्वार्टरै भयो, त्यहाँ पनि चाहिन्छ। अस्ट्रेलियामा खोजिरहेछन्, कोरियामा खोजिरहेछन्। कम्बोडियाले सिधै फ्लाइट चलाउन त भन्ने कुरा अस्ति कम्बोडियाको पर्यटन मन्त्रीसँग कुरा हुँदा त्यहाँबाट बुद्धिस्टहरू चाहिँ लुम्बिनी आउन चाहन्छन्। थाइल्यान्डबाट त्यस्तै सबैतिरबाट यति ठुलो चाहिँ माग छ र नेपाल एयरलाइन्स नै ध्वजावाहकै चढ्न खोज्दो रहेछ। नेपालीले त खोज्ने नै भयो, अरूले पनि सम्बन्धित देशमा जाँदा सम्बन्धित देशको ध्वजावाहक भयो भने अहिले ढुक्क अनुभूति गर्दो रहेछ। त्यो हिसाबले पनि निकै ठुलो माग छ। अब यसलाई कुन विकल्प अपनाउने हो? उहाँले भनेको जस्तो यो लिज पर्चेज, त्यसका लागि सहजता हुन्छ कि भनेर अब हामी तुरुन्तै यही सेसनमा मन्त्री परिषद हुँदै चाहिँ यो केपटाउन कन्भेन्सनलाई सदनमा पुर्याउने हामी तयारीमा छौँ, जसले गर्दा चाहिँ यो भाडामा प्लेन लिने जुन प्रबन्ध छ त्यसलाई चाहिँ सहजता हुन्छ। हामीले सम्पूर्ण तयारी मन्त्रालयबाट गरिसकेका छौँ र यी समग्र विषयलाई समेटेर चाहिँ हवाई नीति पनि हामी ल्याउने तर्खरमा छौँ। टिकटका बारेमा अघि हाम्रो निमित्त सचिवले भनिसक्नुभयो। एनटिभीलाई एउटा राम्रो अध्ययन गरिदिनुहोस् न त भनेर हामीले लगाएका छौँ। 8 अरब चाहिँ टिकटबाट आएको भ्याटले राजस्व जम्मा हुँदो रहेछ। अर्थ मन्त्रालय यो 8 अरब घट्ने गरी एउटा टिकटको चाहिँ भ्याट, यात्रुले कति पो भ्याट बिहोर्नुपर्छ र न्यूनतम भ्याट लाग्छ, त्यो भ्याटबाट 8 अरब राजस्व जम्मा हुन्छ अनि हटाइदिएपछि त्यो 8 अरब त गयो। सबैतिर चाहिँ राजस्व कटौती गर्दै जाने भने कसरी राजस्वबाट देश चल्छ भन्ने उहाँहरूको तर्क पनि जायज छ। तर त्यसको इम्प्याक्ट, त्यसका प्रभावहरू इम्प्याक्ट एनालाइसिस गर्ने गरी टिकटको मूल्य बढ्दा नआउने यात्रुहरू, आउन नसक्ने यात्रुहरू र उनीहरू नआउँदाको चाहिँ देशमा देखिने चाहिँ पर्यटन क्षेत्रमा पर्ने प्रभाव, अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा के होला भनेर हामीले भनेका छौँ। र अर्को इस्यु पनि त्यत्तिकै आएको छ। विशेष गरी हाम्रा एयरलाइन्स सञ्चालकहरू यो कुरा स्वीकार्न तयार नै हुनुहुन्न। स्वदेशीलाई र विदेशीलाई चाहिँ टिकटको मूल्यमा जुन खालको असमानता छ त्यो निकै ठुलो असमानता छ। यसलाई पनि हल गर्ने के उपाय होला, यसको पनि असर कति छ भनेर हामी त्यो सँगै अध्ययन गर्ने क्रममै छौँ। अहिलेकै प्रेजेन्टेसनमा देखिएको एउटा कुरा चाहिँ यो क्यापिटल एक्सपेन्डिचरको पुँजीगत खर्च चाहिँ अत्यन्त न्यून देखियो। यतिको राम्रो अवार्ड पाउँदै गर्दा पनि र उच्च मूल्याङ्कन हुँदै गर्दा पनि यो चाहिँ अलि चिन्ताजनक जस्तै देखियो। त्यसको कारण चाहिँ के हो? अब 15% भनेको त अब हामी आर्थिक वर्ष सकिन लाग्यो, 3-4 महिना मात्रै बाँकी हुँदा चाहिँ यो एउटा अत्यन्त चिन्ताजनक जस्तो देखियो। दोस्रो, हाम्रो निजगढमा खासै प्रगति भएको देखिएन। त्यसको कारण प्रेजेन्टेसनमा चाहिँ देखिएन। त्यसको कारण चाहिँ के हो भनेर जान्न मन लाग्यो। अर्को यो टुरिस्ट अराइभलको डेटाबारे म पछिल्लो समय विभिन्न ठाउँमा, इभन पोखरामा पनि मैले पर्यटन व्यवसायीहरूसँग अघिल्लो हप्ता संवाद गर्ने मौका पाएको थिएँ। यो टुरिस्ट अराइभलको डेटामा पर्यटनका साथीहरूको एकदमै ठुलो चिन्ता छ। भनेको मैले उहाँहरूको चिन्ता चाहिँ व्यवसाय बढेन भन्ने छ। अनि मैले टुरिज्म नम्बर त बढेको छ नि त, हामी त अलमोस्ट प्री कोभिड लेभलमा पुग्यौँ भन्ने डेटा छ भन्दा उहाँहरूको तर्क चाहिँ पछिल्लो समय यो विदेशी पासपोर्ट होल्डर तर नेपाली नागरिकहरू एनआरएनहरूलाई पनि पर्यटकको रूपमा गनिदिँदाखेरि चाहिँ त्यसले ट्रु डेटा रिफ्लेक्ट गरिराखेका छैन भन्ने उहाँहरूको तर्क छ। यसको रियल वास्तविकताको एनालिसिस हामीले गरेका छौँ। मैले किन प्रसङ्ग उठाएको भनेको प्रेजेन्टेसनमा अघि त्यो एउटा टुरिस्ट डेटाको कुरा यहाँले निकाल्नु भएको भएर यो एकदमै हामीले सिरियसली हेर्नुपर्ने विषय हो जस्तो लाग्छ। जस्तै अब यो
तर्क भ्यालिड पनि हुनसक्छ, इनभ्यालिड पनि हुनसक्छ। तर कति प्रतिशत नेपालीहरू चाहिँ विदेशी पासपोर्टमा आइरहेका छन् र साँच्चै उनीहरूको कन्ट्रिब्युसन हाम्रो इकोनोमीमा, जिडिपीमा टुरिस्टकै रूपमा भइरहेछ कि छैन भन्ने विश्लेषण चाहिँ अबको नीति तथा कार्यक्रम बनाउँदा गर्नुपर्ने विश्लेषण हो जस्तो लागेको छ। अर्को एउटा पोखराबाटै आएको, यो पोखरामा भएकै संवादकोबाट आएको एउटा विषय चाहिँ पोखरा एयरपोर्ट सञ्चालनमा सरकार त्यति उदासीन भयो, हामी आफै चार्टर गरेर चाइनामा प्राइभेट सेक्टरले आफ्नै खर्चमा गरिराखेका छौँ, सरकार चाहिँ अलि उदासीन भयो, यो त सरकारले गर्नुपर्ने काम हामी गरिराखेका छौँ भन्ने पोखराका व्यवसायहरूको कुरा चाहिँ यता किन हामी निजी सेक्टरले आफैले चार्टर विमान चाहिँ चाइना उडाउनु पर्ने बाध्यतासम्म पुग्दा सरकारले के गरिराखेको छ भन्ने मेरो प्रश्न यो पर्यटन व्यवसायहरूले नै उठाउनु भएको। अघि मान्यज्यूले भन्नुभयो भ्याटको विषय पनि अर्को, पर्यटन व्यवसायहरूले टिकटमा भ्याटको विषय पनि एकदम धेरै उठाइराख्नु भएको छ। अबको नीति तथा कार्यक्रम अथवा बजेट आउँदै गर्दाखेरि त्यो विषयमा मन्त्रीज्यूको विशेष नेतृत्व चाहिन्छ होला। अर्को एउटा विषय चाहिँ यो हाम्रो अब मन्त्रीहरूलाई सुनाउने कि हाम्रो सभापतिलाई नै सुनाउने, या अर्को समितिमा अस्ति अत्यन्त धेरै अब नेपाल के अरे वायु सेवा खरिदको भ्रष्टाचारको विषय उठेको थियो, नियुक्तिको विषयमा पनि लेखा समितिमा एकदमै पूर्व मन्त्रीज्यूले नै स्वीकार गर्नुभएको र त्यसमा फेरि पूर्व प्रधानमन्त्रीज्यूले पनि स्वीकार गर्नुभएको भनेर मिडियामा आयो। त्यसमा चाहिँ लेखा समितिले भन्दा पनि पर्यटन समितिको क्षेत्राधिकार भित्र रहेको विषय भन्ने पनि त्यहाँ छलफल भएको सुनियो। हामीले यो भ्रष्टाचारको विषयमा चाहिँ अलिक गम्भीर भएर के गर्ने त, यो समितिले मैले सभापतिज्यू लगायत अन्य मान्यज्यूहरूलाई पनि अनुरोध के गर्न चाहेँ भने यसरी अर्को समितिमा हाम्रो क्षेत्राधिकारको विषयको प्रश्न उठ्ने हामीले केही नगरेको जस्तो देखिन थालिसक्यो। यो 2-3टा भ्रष्टाचारको विषय, यो पछिल्लो समय $25 लाख चाहिँ त्यो एयरलाइन खरिद गर्दाखेरि भने जुन विदेश अमेरिकामै एउटा व्यक्तिलाई फाइन तिरायो त्यसको बारेको इन्भेस्टिगेसन, र पछिल्लो समय यो नियुक्तिसँग जोडिएको अब नेपाल एयरलाइन्स क्यानको नियुक्तिमा नै भ्रष्टाचार भयो भनेर पूर्व मन्त्रीज्यूले नै स्वीकार गरिसकेपछि त्यो पनि संसदीय समितिमा त्यसको बारेमा पनि एउटा समिति अथवा के बनाउनुपर्छ त्यो बनाउन चाहिँ मैले अनुरोध गरेँ। धन्यवाद। धन्यवाद मान्यज्यू। यसमा हामीले सेयर गर्न चाहन्छौँ। 67 सशस्त्र पुँजीगत र वित्तीय व्यवस्था भनेर बाँडेका छौँ। हामीले 4 बजेट एलोकेसन भएको छ, त्यसलाई हामी 67 हेर्दा लाग्यो। त्यसै गरी चाहिँ जम्मा पुँजीगत भनेर 5 अर्ब 65 करोड